नेपालको पोलिटिकल सिनारियोलाई अलिक भिन्न तरिकाले बुझ्न सक्ने तरिकाले चर्चा गरौँ ल। हामी नेपालीहरूलाई ज्वरो आएको खण्डमा हामी सिटामोल खान्छौँ ताकि ज्वरो हटोस् भनेर। हामीलाई ज्वरो आयो, हामी सिटामोल खान थाल्यौँ ज्वरो हट्छ कि भन्ने आश राखेर। ज्वरो हटेन, अझै ज्वरो बढ्यो। फेरि सिटामोल खायौँ, हट्ला नि त, हटेन। फेरि सिटामोल खायौँ, योपालि ज्वरो अझै बढ्दियो। योपालि 102, 104 ज्वरो आउन थाल्यो। फेरि सिटामोल खायौँ, हटेन। र अब चाहिँ नेपाली जनताहरूले बुझे कि अब पनि हामीले सिटामोलकै भरमा बस्यौँ भने यो सिटामोलले अहिले चाहिँ ठिक पार्नेवाला छैन। किनभने ज्वरो बढिसकेको छ, अझै सिटामोलकै भरमा बसियो भने केस अझै सिरियस हुन गइदिन्छ। त्यसैले योपालि नेपाली जनताहरू हस्पिटल जाने निर्णय गर्छन्। र त्यो हस्पिटल जाने निर्णय भनेको राष्ट्र स्वतन्त्र पार्टी नभए काङ्ग्रेस, एमाले र नेपाल कम्युनिस्ट पार्टी बाहेक जति पनि उठेकोहरू छन् उनीहरूलाई भोट गर्ने। रिजन, योपालि पनि यिनीहरूमाथि नै विश्वास गरियो भने राष्ट्र डुब्छ हो। त्यही नै भएको। योपालिको ज्वरोमा हस्पिटल जाने निर्णय नेपाली जनताले गरेका हुन्। सिटामोलको भरमा बस्न सकिँदैन भन्ने विश्वास नेपाली जनताले गरेका हुन्, जसलाई प्रत्येक नेपाली जनताले सम्मान गर्छ, बुझ्छ। र यो पनि बुझेको छ त्यो हस्पिटलले, जसलाई नेपाली जनताले चुनेर पठाए, उनीहरूले ज्वरो हटाउने काम गर्छन्, अर्थात् नेपाललाई विकास गर्ने काम गर्छन्। र जति पनि समस्याहरू छन् जरैदेखि त्यो समस्याहरूलाई समाधान गर्ने कोसिस गर्छन्।